हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। म फेरि पनि आएको छु नयाँ वर्षको उपलक्ष्यमा सुपारी चबाउँदै ब्लग बनाउनको लागि। ब्लग बनाउने इन्टेन्सन त थिएन मेरो आज, तर यस्तो सोचेँ आज त नयाँ वर्ष हो, ब्लग त बनाउनु पर्यो, कहीँ घुम्न नगए पनि भन्ने विचार आयो र मैले चाहिँ चट्टालार चाहिँ एउटा छोटो मिठो चाहिँ ब्लग बनाउने विचार गरेको छु। अब हजुरहरूलाई मनपर्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला, कृपया यसो सपोर्ट गरिदिनु होला। अब यसो आँखा चाहिँ केबाट रातो भयो भन्ने सोच्नुहुन्छ भने तपाईँहरूले चाहिँ अब नयाँ वर्षको दिन चाहिँ के दारू पानी खाएकै बिहानै भन्ने सोच्नुहुन्छ होला, तर त्यस्तो चाहिँ होइन। म चाहिँ अहिले च्याटरसँगले चाहिँ भ्लग बनाउनको लागि चाहिँ नुहाई धुवाई गरेर चाहिँ यसो आएको, साबुन पानी पसेर आँखामा यसो रातो भएको हो, अरू केही पनि होइन। अब यस्तै छ जिन्दगानी, अब कहीँ घुम्न चाहिँ गइँदैन होइन। यसो अब घरमै भ्लग बनायो, बस्यो, के गर्नु, अब युट्युबरको कामै हो। अनि हजुरहरू सोच्नुहुन्छ होला यो त अनि कहीँ जान्न घुम्न जान्न भन्छ, फेरि सुटबुट कसेर बसेको छ भनेर सोच्नुहुन्छ भने चाहिँ तपाईँहरू गलत हुनुहुन्छ, गलत सोचिरहनु भएको छ। म चाहिँ यहाँनिर चाहिँ भ्लग बनाउनको लागि नै मात्रै भए पनि सुटबुट कसेर चाहिँ बसेको छु यहाँनिर। अब यस्तो फुस्रे भएर भ्लग बनायो भने त तपाईँहरूले पक्कै पनि मन पराउनु हुँदैन, पक्कै पनि हेरिदिनुहुन्न। यसो अलिकति हेर्नुहुन्छ होला, त्यहाँदेखि स्किप गरिदिनुहुन्छ। त्यसैले चाहिँ अब यसो तडक्क लाएर बनाएको छु होइन भ्लग चाहिँ, तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने आश छ मलाई। अब आजको खासै प्लान त केही पनि छैन, त्यही रेगुलर नै प्लान हो। अब यसो प्लान भनेको त्यही हो, आज चाहिँ सुँगुरको मासु खाने प्लान छ, जस्तै मोमो पनि खाने प्लान छ। अब हुन्छ हुँदैन त्यो चाहिँ होइन, भयो भने त हजुरहरूलाई म देखाउने छु। आज चाहिँ सुँगुरको मासु खाने प्लान छ, चिउरा मुरैसँग मस्त लाएर होइन, तेल तरी फ्राउँदै कुइनासम्म। आज चाहिँ त्यही हो प्लान भनेको चाहिँ हाम्रो। हजुरहरूको प्लान त फेरि साह्रै नै राम्रो होला, कता कता घुम्न जाने होला, के होला होइन। घुम्न जानुहोस्, इन्जोय गर्नुहोस्, आफ्नो त यस्तै हो। आफ्नो पनि अब यस्तो टाइम आउला, अब यस्तो अब तपाईँहरूले साथ सपोर्ट दिनु भने युट्युबबाट पैसा आउला, घुमाउन लगाउँला तपाईँहरूलाई पनि। अब नजिकै हुनुहुन्छ भने आफू पनि घुमाउला, त्यही हो। अब पहिला पनि हजुरहरूले चाहिँ मेरो भ्लगलाई अब हल्का भए पनि माया गरिदिनु भएको थियो। यसो 100-100 भ्यू जति आएको थियो होइन। अब योपालि चाहिँ हजुरहरूलाई धेरै नै मनपर्ने छ। अब त्यति साह्रो केही त गरिदिनु पर्दैन होइन। त्यही पनि अब हजुरहरूले चाहिँ अब यसो मेरो अनुहारै हेरेर भए पनि यसो अलिकति भ्युज बढाइदिनुहुन्छ कि भन्ने आश छ, अलिकति वाच टाइम यसो बढाइदिनुहुन्छ कि भन्ने आश छ, अलिकति लामो बेसमा भिडियो हेर्नुहुन्छ कि भन्ने आश छ मलाई। अनि सबैजनालाई, मेरा प्यारा साथीहरू, भ्युअरहरू, प्यारा मित्रजनहरूलाई सबैजनालाई चाहिँ यो नयाँ वर्षको धेरै धेरै शुभकामना छ। यो नयाँ वर्षमा चाहिँ जे चाहे त्यही फ्याटफ्याटी मिलोस्, तपाईँहरूले काम खोजे काम मिलोस्, दाम खोजे दाम मिलोस्। अब यसो विदेश जान चाहनुहुने भ्युअर्सहरूलाई पनि अब सफलता मिलोस्, भिसा मिलोस्, पासपोर्ट बनियोस्। अब अरू भन्न त के सक्छु म, मेरो काम भनेको त भन्ने मात्रै हो। तपाईँहरूलाई अब यस्तो राम्रो होस् भन्ने चाहने मात्रै हो। अब अरू कुरो त भगवान्को हातमा छ र बाँकी कुरो त नेनपाहरूको हातमा छ। यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ, नयाँ वर्षको दिन चाहिँ यहाँ सुँगुरको मासु लिन आउने मान्छेहरूको यहाँ बाइकको ताँत हेर्न सक्नुहुन्छ। यो सबैजना मान्छेहरू चाहिँ यो सुँगुरको मासु लिन आउनुभएको हो। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ कति भिड छ, यहाँ कति ताँत लागेको छ। यहाँ 100-150 केजीको सुँगुर पनि सकिन्छ। यो चाहिँ हाम्रो गाउँ हो, मकै फल्ने बेला हुँदैछ, चारैतिर हरियाली छ। कहाँ जाने घुम्न? यो चाहिँ हाम्रो सानो घर हो, चटक्क परेको। हेर्नुहोस् त भिड। ल है, सुँगुरको मासु पनि 1 किलो लिएर आयो है। खसी पनि आउँदैछ। आज सुँगुर र खसी चाहिँ ल्यामी बजाइन्छ है, बजाइन्छ है। यो चाहिँ आज सुँगुरको मासुको लागि चाहिँ यहाँनिर प्याज काटिरहेको छ हाम्रो यहाँ मनिष भाइले। मनिष भाइ हेलो भन्दै, गाइजहरूलाई हेलो भन्दै, हाल्यो एकपल्ट हेलो भन्दै, डराएन। यो त अचार
सुँगुर मासुलाई भने त अचारमा पो हाल त यहाँ बुङ्गोको अचार आलु सालु के मिसाएको छौ यहाँ खतरा एकदम दामी हुन्छ है अचार चाहिँ फेरि गाइजहरू खतरनाक खालको अचार हो प्याज स्याज नयाँ अचार रेसिपी पनि यहाँ अब भनिदिइहाल्छ हाम्रो मनिष भाइले फेरि के हालेको मनिष के हालेको यसमा के हालेको भन्छ के लजाएको भन्न छिटो अस्ति त्यत्रो भ्लगमा भाइरल भएर अहिले खोर्सानी सोर्सानी आलु सालु प्याज स्याज अनि बुङ्गो अरू के छ यहाँनिर यो चाहिँ नि होला सायद अब नुनसुन हालो होइन मलो लसुन रहेछ यता अदुवा रहेछ च्याट्टा बनाएर यहाँ मनिष भाइले पुरा खोर्सानी काटेको अवस्था आजको चाहिँ सेफ चाहिँ मै हो गाइजहरू हेर्नु मजाले यता मोमो पनि हुँदैछ फेरि आज न्यु इयर स्पेसल हाम्रै मोमो मास्टर नि यता कुक चाहिँ फेरि म हो फेरि आजको दिन चाहिँ म झन् केही काम नगरी मस्त बस्नु पऱ्यो भनेको अनि भएभरको सबै काम चाहिँ मलाई नै भलाए के गर्नु गाह्रो छ जिन्दगी अब 1 वर्ष चाहिँ पकाएर जाने हो यो चाहिँ हाम्रो सुँगुरको मासु फ्राई हुँदैछ यहाँ चिज भनेको चाहिँ मै हो यता भनेको चाहिँ हाम्रो यहाँनिर पिग मोमो यहाँनिर चाहिँ अहिलेको मासुले नगएर फेरि 1 किलो मासु थपिएको छ यहाँनिर सुँगुरको बोसोवाला मोमो खसीको पनि बनाएको खसीको पनि आमा यता खसी मोमो यता पर्क मोमो दुईटै मिक्स मोमो व्यवस्था हुन आँटेको थियो यता प्लस यता सुँगुरको मोमो र चिउरा खान्छ होला सुँगुरको मासु र चिउरा खान्छ होला आज ठुलो खर्सानी त तर ल्याएको मैले यस्तै छ हाम्रो न्यु इयर त्यस्तै गयो गाइजहरू तपाईँहरूको कस्तो भयो यस्तो कमेन्टमा हाल्नु होला ल फाइनल्ली यहाँ चाहिँ हाम्रो अब मासु पाकिने बेला भएको छ सुँगुरको मासु अब सुँगुरको मासु र चिउरा र मोमो खाइन्छ दबाएर कोकसोक खाइन्छ त्यहाँदेखि ह्याप्पी न्यु इयर मनाइन्छ हाम्रो चाहिँ अब ह्याप्पी न्यु इयर यस्तै हो तपाईँहरूको चाहिँ दारू पार्टी होला फेरि आफ्नो त छैन सोझो नाम चाहिँ दारू सारू खाइँदैन यहाँ चाहिँ टक्कसँगले मोमो बनाउने कार्यक्रम है गाइजहरू हाम्रो चाहिँ अब यहाँ खिलानको व्यवस्था होला अब के गर्नु जिन्दगीमा यस्तै हो यस्तै हल्का फुल्का बेला बेला यस्तो खानुपर्ने हुन्छ त मोमो बनाउँदैछु यता के दाँतमा के अड्के ढुङ्गा लजाएको हेर फेरि लजाउनु हुँदैन यता मनिषीले फेरि हड्डी अड्काएको छन् फेरि दाँतमा झन्डै खाप्सेले कोट्याउनु परेन कस्तो रहेछ